के तपाईहरुलाई थाहा छ वाइ हार्डवर्किङ पिपल स्टे बिहाइन्ड? तिम्रो क्लासमा एउटा स्टुडेन्ट थियो अरे, सधैँ फर्स्ट बेन्चमा बस्ने, होमवर्क कहिल्यै मिस नगर्ने, रातभरि पढ्ने, टिचरको फेभरेट स्टुडेन्ट। अनि अर्को स्टुडेन्ट एभरेज, लास्ट मोमेन्टमा पढ्ने, धेरै टेन्सन नलिने। आज 10 वर्षपछि हार्डवर्किङ स्टुडेन्ट अझै स्ट्रगलमा छ भने एभरेज स्टुडेन्ट सक्सेसफुल छ। वाइ? के हार्डवर्क मात्रै इनफ हुँदैन? आज हामी एजुकेसनल मोटिभेसन दिने छैनौँ, आज हामी रियालिटीको साँच्चै कुरा बुझ्नेछौँ। बिकज प्रब्लम हार्डवर्कमा होइन, प्रब्लम डाइरेक्सन, सिस्टम थिङ्किङ र एक्सपोजरमा हुन्छ। सबैभन्दा ठुलो मिसअन्डरस्ट्यान्डिङको कुरा, हार्डवर्क इज एभ्रिथिङ। हामी बच्चैदेखि सुन्छौँ मेहनत गर सफल हुन्छौ, हार्डवर्क इम्पोर्टेन्ट हो, तर हार्डवर्क मात्रै सक्सेसको ग्यारेन्टी हो भन्ने कुरा फुल्ली ट्रु छैन। सक्सेस भनेको कम्बिनेसन हो, हार्डवर्क प्लस राइट डाइरेक्सन प्लस राइट पिपल्स प्लस राइट टाइम प्लस सेल्फ अन्डरस्ट्यान्डिङ। यदि तिमी मात्रै मेहनत गरिरहेछौ तर डाइरेक्सन क्लियर छैन भने तिमी ट्रेडमिलमा दौडेछौ। मुभमेन्ट छ तर प्रोग्रेस छैन। फ्यामिली थिङ्किङ एन्ड सेफ माइन्डसेट। नेपालको मिडल क्लास फ्यामिलीमा एक कमन प्याटर्न छ, रिस्क नलिनु, सेक्योर जब खोज्नु, लोकसेवा देऊ। यो थिङ्किङ बच्चैदेखि हाम्रो माइन्डमा बस्छ। हार्डवर्किङ मान्छेहरू युजली रुल फलोइङ हुन्छ, उनीहरूले जे भन्छ त्यही फलो गर्छन्। तर दुनियाँमा सक्सेस धेरैचोटि रुल फलो गर्ने भन्दा रुल चेन्ज गर्नेले पाउँछ। हार्डवर्किङ पिपल आर ट्रेन टु ओबे, सक्सेसफुल पिपल आर ट्रेन टु थिङ्क डिफ्रेन्टली। यदि तिमी मात्रै इन्स्ट्रक्सन फलो गरिरहेछौ भने तिमी लिडर होइन वर्कर मात्रै हुन्छ। नेटवर्किङको इम्पोर्टेन्स। नेपालमा एक रियालिटी छ, ट्यालेन्ट भन्दा कनेक्सन पावरफुल हुन्छ। नेटवर्किङ भनेको चम्चागिरी होइन, यो रिलेसनसिप बिल्ड गर्नु हो। हार्डवर्किङ मान्छेहरू सोध्छन् मेरो काम बोल्छ, बट दुनियाँमा काम भन्दा अगाडि मान्छेको इमेज बोल्छ। यदि तिम्रो भिजिबिलिटी छैन भने तिम्रो इफोर्ट पनि देखिन्न। अफिसमा पनि यस्तो हुन्छ, तिमी 100% काम गर्छौ, अर्को 60% काम गर्छ, तर उसले आफ्नो काम प्रेजेन्ट गर्न जान्छ, बससँग रिलेसन मेन्टेन गर्छ, प्रमोसन कसले पाउँछ। पार्ट 4, बर्नआउट प्रब्लम। हार्डवर्किङ पिपल एक डेन्जरस साइकलमा फस्छन्। काम गर्यो, रिकग्नाइजेसन पाएन, अरू धेरै काम गर्यो, ठ्याक्कै बढ्यो, इभेन्चुअल्ली माइन्ड टायर्ड हुन्छ, सेल्फ डाउट स्टार्ट हुन्छ, म इनफ छैन, म अनलक्की छु। ग्रेजुअल्ली कन्फिडेन्स घट्दै जान्छ। हार्डवर्किङ पर्सन सिस्टमभित्र काम गर्छ, स्मार्ट पर्सन सिस्टम कसरी चल्छ बुझेर काम गर्छ। पार्ट 5, रिस्कको डर। हार्डवर्किङ मान्छेहरू युजली सेफ रुट चुज गर्छन् बिकज उनीहरूको गोल सर्भाइभल हुन्छ। बिजनेस स्टार्ट गर्नु रिस्की, कन्टेन्ट क्रिएट गर्नु रिस्की, न्यू फिल्ड ट्राई गर्नु रिस्की, तर मेजोरिटी सक्सेस स्टोरीमा रिस्क फ्याक्टर हुन्छ। कम्फर्ट जोनभित्र बसेर एक्स्ट्रा अर्डिनरी रिजल्ट आउँदैन। स्किल र मार्केटको मिसम्याच। धेरै युथ हार्डवर्किङ छन् तर यो हो प्रब्लम, उनीहरूको स्किल मार्केट डिमान्डसँग म्याच हुँदैन। तिमी एकदम ट्यालेन्टेड छौ तर रङ फिल्डमा इफोर्ट लगाइरहेछौ भने रिजल्ट आउँदैन। इफोर्ट रङ डाइरेक्सनमा भयो भने फ्रस्ट्रेसन मात्रै हुन्छ, इफोर्ट राइट डाइरेक्सनमा भयो भने ग्रोथ हुन्छ। जस्ट इमेजिन, एउटा मान्छे 20 वर्षदेखि सेम अफिसमा छ, सधैँ पङ्क्चुअल, सधैँ लोयल, तर प्रमोसन कहिले पाउँदैन। वाइ? बिकज उसले कहिले आफ्नो भ्याल्यु एक्सप्रेस गरेन, कहिले स्किल अपडेट गरेन, कहिले अपर्च्युनिटी खोजेन। हार्डवर्क विदाउट स्मार्ट थिङ्किङ बिकम्स साइलेन्ट स्ट्रगल। नेपालमा अपर्च्युनिटी सबैलाई इक्वल छैन, एजुकेसन सिस्टम आउटडेटेड छ, क्यारियर गाइडेन्स विक छ, सिस्टम पर्फेक्ट छैन, तर यो एक्सक्युजेस भनेर बस्ने नो। सिस्टम इम्पर्फेक्ट छ तर एडप्ट गर्न सकिन्छ। सक्सेसफुल पिपल कम्प्लेक्स काम गर्छन्, धेरै कुरा एडप्ट गर्छन्। हार्डवर्क इम्पोर्टेन्ट छ तर हार्डवर्क मात्रैले सक्सेस आउँदैन। दुनियाँ फेयर छैन, सिस्टम पर्फेक्ट छैन, तर स्ट्रेटेजी चेन्ज गर्न सकिन्छ। रिमेम्बर दिस, हार्डवर्क तिमीलाई थकाउँछ, स्मार्ट वर्क तिमीलाई देखाउँछ, राइट डाइरेक्सन तिमीलाई अगाडि बढाउँछ। तिमी पछि परिरहेको छौ भने मेबी तिमी कमजोर भएर होइन, मेबी तिमी रङ गेम खेलिरहेको छौ। गेम चेन्ज गर। तपाईँलाई अहिलेसम्म अनफोल्ड थ्योरीको भिडियोजहरू मन परिरहेको छ भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् र यो कुराहरू विभिन्न मानिसहरूसँग सेयर गर्नुहोस्। रोशनी ही रोशनी है, चार सू